हेलो नमस्ते वेलकम टु माई ब्लग। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ तपाईहरुले थम्बनेल देखेर थाहा भइसक्यो होला के को बारेमा भिडियो बन्दैछ भनेर। अफिस आइसकेँ। अब चाहिँ यहाँ म थम्ब प्रिन्ट हान्छु। सो मैले जब चाहिँ अहिले के गरिरहेको छु भन्दाखेरि चाहिँ मैले अहिले फुड डेलिभरी चाहिँ गरिरहेको छु फुडगन्जमा। डे सिफ्ट खाली नभएको भएर चाहिँ अहिले मैले नाइट सिफ्ट गरिरहेको छु। गाह्रो त गाह्रै छ काम टाढोमा, त्यही हो। सर अफिसमै हुनुहुन्छ? एकाउन्ट एक्टिभ गरिदिनु पर्ने थियो। कतिमा सर? 112। ए हस् सर हस्। सो मैले चाहिँ अब एकाउन्ट डेली एक्टिभ गरिराख्नुपर्छ, एक्टिभेट गर्नुपर्छ। एक्टिभेट नगरेसम्म चाहिँ चलाउन मिल्दैन। सो गाइजहरू आज 2-3 दिनपछि मजाले घाम देख्न पाइयो। 2 दिन चाहिँ लगातार पानीमा भिजेर काम गर्नु पर्थ्यो। चिसो पनि थियो, एकदम गाह्रो भइरहेको थियो। आज चाहिँ एकदम वेदर क्लियर छ, एकदम मजाले घाम लागिरहेछ। काम गर्न पनि मजा आउने भयो, आनन्द हुने भयो। सो अब म चाहिँ अब मेरो यो आजको फर्स्ट अर्डर पिकअप गर्न जाँदैछु भेन्डरमा। चक्र बस्न रहेछ यो ठाउँ चाहिँ। कता खै ए हस् लोकेसनमा आइसकेँ म। दाइ रेडी भइसक्यो हो हजुर? ए हस् म बिल काट्दै गर्छु। म त बोर्डै नदेखिर। ए हजुर 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 बप स्टिम यो बिजिमलतिर भन्दै थियो। त्यही हो। धन्यवाद। सो म अब भेन्डरको लोकेसनबाट खाना पिकअप गरेर कस्टमरको लोकेसनमा जाँदैछु। आजकल त्यस्तो टाइट चेकिङ चाहिँ छैन रहेछ अडिगरमा। सुरुमा चाहिँ टाइट चेकिङ गरेर के भयो यहाँ फेरि पुरा भिडभाड छ। यस्तो बेला पनि कोरोनाको टाइममा पनि यस्तो भिडभाड गर्ने कि हामी के भन्ने नेपालीहरू त्यस्तो छ। हेलो कता हो यो? यता बाटो छैन है? कता रहेछ यो फेरि बाटो? म यहाँ लोकेसन नजिकै छु तर म्यापमा देखाएन कि यो म्याग्दी चोकबाट भित्र छिरेँ। कता आउने हो? दिपज्योति स्कुल? ए हस् हस् हुन्छ हुन्छ। यहाँ दिपज्योति स्कुल यतापट्टि छ होइन?
तपाईँको त्यही 2 वर्ष पर्ने हैन ए हजुर ल ए हजुर लोकेसनमा त भित्रपट्टि देखाइरहेको थियो कि त्यही भएर थ्याङ्क यू पेमेन्ट भइसकेको छैन हस् कता छ त मेरो लोकेसन कोइला मल्टिप्युजन लोकेसनै कता छ क्या ए अलि अगाडि रहेछ ए हस् यो अर्डर चेक गरिदिनुहोस् न अच्छा यो 875 ठीक छ ठिक छ है सबै हस् सो सेकेन्ड अर्डर पनि पिकअप भइसकेको छ अब कस्टमरको लोकेसनमा जाऊँ नजिकै छ 6 मिनट देखाइरहेको छ टाइम ओ यही हो जस्तो छ हजुर 1225 9862 हस् हुन्छ हस् थ्याङ्क यू सो यो सेकेन्ड अर्डर पनि कम्प्लिट भइसकेको छ सो यति नै हो काम पिकअप गर्यो ड्रप गर्यो त्यही हो गाह्रो त छैन खासै कहिलेकाहीँ चाहिँ अब म्यापले गर्दाखेरि झ्याउ हुन्छ त्यही हो एउटा चिकन आम्बुको कुन ठाउँमा जानुपर्ने त झाबेल कतिवटा गर्नुभयो हिजो त एक्लैले गरेँ नि म त 12 बजेपछि त त्यही त मलाई त्यस्तै फिल भइरहेको पैसा नकाट्दै त हुने हो अब पैसा काटिदिइहाल्छ होला एकचोटि कुरा गर्नुपर्छ ल हस् ल उहाँ चाहिँ फुटगन्जकै राइडर हुनुहुन्छ हिजो अस्ति नै भेट भएको थियो उहाँलाई पनि गाह्रो भइरहेछ भन्दै त्यो पुरा बिरामी हुनुहुन्छ अरे पानीमा भिजी काम गर्नुभएको रहेछ अहिले नि गाह्रो छ नि यो गाह्रो छ अब छुट्टी बसौँ भने पैसा काटिदिइहाल्छ मन्थली बेस स्यालेरी छ पैसा काटिदिइहाल्छ अब के भन्नु अब उनी कम्पनीकै लागि काम गरिदियो हामीले नि दिदी चिकन मोमो एउटा ल 1 घन्टा वेट गरेपछि बल्ल कस्टमरले कल ब्याक गरेर
सामान रिसिभ गर्नुभयो लगभग आधी घन्टा बढी पुग्यो होला म त तर केही छैन कामै यही हो कुन बाटो आँटेँ म यो फुटगन्जको नेक्स्ट ब्रान्च चाहिँ अब यहाँ पुलचोकमा छ डे टाइममा चाहिँ म लाजिमपाटमा चाहिँ रजिस्टर गर्छु अनि नाइटमा चाहिँ अब खासै अर्डर नआएको बेला चाहिँ अब यता पुलचोक आएर बस्छु अफिसमा सो म अहिले त्यता जाँदैछु पुलचोकको ब्रान्चमा आइसक्यो फुटगन्जको बेलुकी चाहिँ म यतैबाट हिसाबहरू बुझाएर यतैबाट घर जान्छु त्यही हो गोप्रो टन्ना हेलमेटमा हालेको यसलाई यो मोडलको 60,000 60 पैसा 5160 होइन 5,000 cash सुरुको 2463 2463 अहिलेको 2548 सर मेरो च्यानललाई सब्सक्राइब हानिहाल्नु र म आज भिडियो हाल्छु ल युट्युब खोले बेला ठ्याक्क मेरो भिडियो आउँछ न यो ठुलो साइजको आयो क्या होइन अहिले छैन सेम साइज हाम्रोलाई चाहिँ ठिक छ तपाईलाई चाहिँ हुँदैन क्या हाम्रो मेरो मलाई नि हुँदैन पेट पनि दुरा मैले झुला लिएर जानुपर्ने यहाँ झुलै सकेर साँच्ची भयो ल लागे जाने छ जाने घरै जाने घरै ब्याग लिएर जाने तपाईँले कहाँ रेस्ट लिने अब छुट्टी लिन्छ भनेको मान्ने भने 10 वर्षसम्म नि गर्नु भने अनि के त्यो चल्दैन ल ल भोलि भेटौँ ल भोलि आउँछु म हो ल ल सर गुड नाइट आज चाहिँ म घर चाँडै जाँदैछु 10 बजी नै छुट्टी लिएको हिजो अस्ति 2 दिन लगातार पानीमा भिजेर काम गरेको हेर्दै अलिक सन्चो नहोला जस्तो भयो खास चाहिँ अब छुट्टी मागेको सरले अब छुट्टी नै दिनु भएन 10 बजीसम्म पनि बन्द हुँदै 10 बजीसम्म गरिदिएको घर फर्किँदैछु अब Bye guys, thank you for watching. See you next time. Bye bye.